साथीहरू अहिले चाहिँ म यो गैरे गाउँ खोलाको साइडको सुकुम्बासी जहाँ चाहिँ अब डोजर चलाएको थियो त्यो ठाउँमा छु अहिले। अहिलेको यहाँको दृश्य आउँदै गर्दा देखेर अब कस्तो रहेछ भनेर यसो हेर्न आउँदाखेरि यहाँको सबै स्थिति चाहिँ भताभुङ्ग छ। यहाँ देख्न सकिन्छ यहाँ सबै इट्टाहरूको टुक्रो, तपाईँको घरको सामानहरू, ढोका, फलाम, तपाईँको कुर्सी। यहाँ चाहिँ अनि यतातिरको अब नजिकका मान्छेहरूले चाहिँ यहाँको इट्टाहरू, यहाँको काम लाग्ने वस्तुहरू चाहिँ आफ्नो प्रयोजनको लागि मान्छेहरूले सङ्कलन गरिरहेका रहेछन्। इट्टा, फलाम, अरू काठहरू पनि छ यहाँ, दाउराहरू, जसले चाहिँ अब चुलोलाई प्रयोग गरेर आगो बालेर खाना बनाउँछन् उनीहरूको लागि पनि अब धेरै छ यहाँनिर दाउराहरू। यस काम लाग्ने चिजहरू धेरै छ। अब उताबाट उठाउँदै आइरहेछ भनेको इट्टाहरू सफाइ हुने काम भइरहेको छ। त्यो नहुन्जेलसम्म भ्याएसम्म मान्छेहरूले यहाँ जस काम लाग्ने चिजहरूलाई उठाउँदैछन्। र साथीहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अब एकदम विनाश भएको अवस्था छ। एउटा नयाँ सृष्टिको लागि विनाश पनि जरुरी छ भनेर चाहिँ यहाँनिर अब विनाश स्थिति त धेरै भएको छ। अब मान्छेहरूले हेर्नुहोस् इट्टाहरूको टुक्रा जोडी पक्कै पनि मेहनत गरेर नै बनाएका होला टुक्रा इट्टाहरूको टुक्रो देख्न सकिन्छ होइन। त्यो हेर्दा दुःख पनि लागेको छ। तर साथसाथै अब यो चाहिँ खोलाको अगाडि भएको कारण यो चाहिँ बास बस्नको लागि, बस्तीको लागि उपयोग ठाउँ पनि होइन। अनि त्यही कुरालाई चाहिँ बुझेर सरकारले एउटा कदम पनि चालेको हो। यत्रो जग्गालाई एउटा खोलाको बहाव चाहिँ यो बाटो हुँदै आउने र यहाँ बस्ती हुँदाखेरि बस्तीमा हुने मान्छेलाई पनि एउटा डर त्रासको स्थिति हुनुभयो। र साथसाथै यो खोला चाहिँ अब फोहोर पनि भएको थियो। यहाँ बस्ती भएपछि पक्कै पनि साथीहरू बस्ती भएपछि हाम्रो फोहोर पनि हुन्छ र त्यो फोहोर यहाँबाट निस्किरहेको थियो। त्यसको निकासको लागि अब सबै कुरा सबै तर्फबाट हेरेर चाहिँ सरकारले अब यहाँको बासिन्दाहरूलाई व्यवस्थित गर्ने भनेर पनि निर्णय गरेको छ र ठाउँ पनि बनाएको छ। र आशा गरौँ अब यहाँको पीडितहरू जो हुन्छ सुकुम्बासी भनेको केही नभएको मान्छेहरूलाई भन्ने बुझ्नु छ, उहाँहरूले आफ्नो नाममा आफ्नो देशमा जमिन पाउन् र सरकारले त्यसको सही व्यवस्थापन गरोस् भन्ने